Hello guys, welcome back to my channel. अनि सधैं जस्तै आज पनि हामी चाहिँ फेरि होममेड वाला चाहिँ चाउमिन लिएर आइसकेका छौं। यो चाउमिन बनाउने मान्छे चाहिँ मिस एलिना हो। यसको लागि चाहिँ धेरै भन्दा धेरै धन्यवाद। अनि आज चाहिँ हामी फेरि पनि च्यालेन्ज गर्न आइसकेका छौं। के भन्नु छ त? के छैन, अब आज चाहिँ जित्नु पर्यो भनेर बल गर्दैछु नि। आज त म त छोड्दिम कि जस्तो लागिरहेको छ हैन। आज मैले छोडिदिम कि जितोस् भन्ने, तर हुँदैन। च्यालेन्ज हो, एकदम टफ हुनुपर्छ भन्ने खालको मेरो चाहिँ सोच हो। अब ऊ हेरौँ के गर्छ। यो चाहिँ हाम्रो बफमा बनाएको हो। अलिकति यसको पनि थोरै दिइहालौँ न है। यो चाहिँ बफमा हो है। यहाँ देखिएन बफ फेरि खोइ भन्छ होला, यहाँ देखिरहेको छ हल्का। अनि यहाँ चाहिँ टमाटरको अचार छ, टमाटर धनिया खोर्सानीको अचार हो। अनि यहाँ माथिबाट त अब धनियाहरू बन्दाकोपीहरू प्याजहरू यस्तो मिक्स गरेको छ। अनि त्यही हो। आज चाहिँ फेरि पनि हामी च्यालेन्ज गर्न गइरहेको छौँ। आज चाहिँ कसले जित्छ, अलिकति मैले भनेको छु अलिकति पावरले है तैँले जित्नुपर्छ है भनेर मैले अलिकति हौसला बढाएको छु। हेरौँ कतिको गर्छ होइन। अनि त्यही हो, तातै छ, ढिलो नगरी अब च्यालेन्ज सुरु गरौँ। धेरै बोल्नु पनि हुँदैन है। म त खान सक्दिनँ। खाना त अब सकिन्छ सकिँदैन त थाहा छैन है। हेरौँ, म पनि खासै सुकुटी त म टोक्नु पनि सक्दिनँ, साह्रो होला। ल ल त्यही हो, अब ढिलो नगरिकन खामै त स्टार्ट गरौँ। चाउमिन च्यालेन्ज सुरु है त। चाउमिन च्यालेन्ज सुरु। अलिकति खतरा हुनु पर्यो क्या, अलिकति हेर्दा रमाइलो होस्, मजा होस् क्या सबैलाई। अचार पनि सिद्धाउने हो, सब सकाउने के सब। अनि साइडमा हाम्रो खानै अगाडि निकाल्छ। पानी पनि छ के यो यो ल ल त्यही हो। ल के अब गरौँ त, सुरु गरौँ है त। ल रेडी 1 2 3 गो। फर्स्ट ब्याट चाहिँ तपाईहरुको लागि है। यो चाहिँ अलिकति दबाउनु पर्छ, छिटो छिटो चान्स दिइरा चाहिँ मैले। अनि छिटो चपा। मिठो भयो। सुपर गाइस, सुपर, साह्रै मिठो। पानी बिचमा हाल्नु हैन, अर्को पनि थालो। पानी हाल्नु। झन्डै अड्कायो नि। जित्छु भनेर आज त धेरै कस्तो सुरेश पालामा खाएर त पानी खाऊँ भन्दा सोध्छ। अनि सुकुटीले साह्रो रहेछ। छिरान नि चान्स दिएको। सुकुटीले मलाई साह्रो पारो क्या।
कस्तो नघटेको सुकुटी खायो मेरो मजाले कतिको हाय यो पुरै दुखो यो दुखो मेरो त यो मेरो मुन्टै दुखो कसो यसरी खाँदा खाँदा तर सुरुमा तैँले ढिलो गरिस् नि त त्यति बेला मैले मेरो सुकुटी क्या मेरोमा झन् कति धेरै छ कस्तो दिमाग मैले सुकुटी साह्रो हुन्छ चपाउनु बरु भनेर कम हाल्नु यति सुकुटी हाल्छ मेरोमा झन् आफ्नै फाइनली गाइज आजको विनर चाहिँ म भएको छु म चाहिँ हारेको छु तर मुन्टो नै अरडियो जस्तो भयो तर मलाई अगाडि नै थाहा थियो क्या म यो स्कुटीवाला चाहिँ म सक्दिनँ अघि सुरुमै पनि भनेको न त सुकुटी हाल्दै पानीले पुत कतिवटा त चपाइ त गाह्रो हुन्छ विनर भयो त आज फाइनली गाइज विनर भएको छ आज भाँडा माझ्नेमा म परेको छु तर मिठो भएछ चाउमिन है सोचेको भन्दा बढी यार घरमा बनाएको नै यति मिठो त्यसको लागि सबैजना मिसेलिनालाई सुरुमा त के अरे म त होइन सुरुमा त गम पानी नखाने भनेको त अड्काएर केक चल्न थाल्यो क्या सोरै निस्केको थिएन एकदम मजा आयो एकदम टफ लाग्यो चुने भनेर म आज पनि लागि परेको थिएँ तर सुकुटीले गर्दाखेरि म सकिनँ चपाउन साह्रो भयो क्या मलाई त्यही भएर दुख्न थाल्यो सो गाइज
यति थियो हाम्रो भिडियो। जित्ने दिन आयो है आज। बल्ल 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 आज च्यालेन्ज जितेको छ मिस एलिनाले। अब नेक्स्ट च्यालेन्जमा चाहिँ फेरि मै हो क्या। अब नेक्स्ट च्यालेन्ज मोमोसम्म के हुन्छ त्यो हुन्छ। त्यो चाउमिन त मेरो फेभरेटमा पनि पर्छ नि त, अनि त्यो भएर मोमो चाहिँ फेरि मेरै मोमो करेन्ट मेरो भए म खान सक्दिनँ के। कस्तो एलिनाको चाउमिन र अन्डा हो है। यत्रो यत्रो कस्तो लाग्यो गाइस तपाईहरुलाई आज मैले जितेको च्यालेन्ज? अनौठो पनि लाग्यो होला सायद हैन? प्राय अब कमेन्ट गरिदिनु होला है। ज्यान हेर्दाखेरि त मेरो ठुलो छ, मैले धेरै खान्छु भन्ने सोच्छ मान्छेहरूले प्राय, तर त्यो चाहिँ होइन है। ल आजको त्यही थियो च्यालेन्ज। एकदम रमाइलो भयो, मजा भयो। तर आज नसोचेको मजा भयो। आज जित्ने मौका पनि पायो उसले, त्यस कारणले छोड्दिएको चाहिँ नभन्नु नि। मैले छोड्दिएको त होइन, म सकिनँ क्या। म त लागि परिरहेको थिएँ नि कहाँ छोड्नु, चपाक्क चपाक्कै गर्दै, तर सकिनँ कुनै पनि हालतमा। ल त्यही हो गाइस, अब ढिलो नगरिकन यो भिडियोलाई अन्त्य गरौँ। आजको भिडियो यही थियो। अब भोलिको भिडियो पनि हेर्न नछुटाउनु होला सबैजनाले। भोलि त न्यू इयर हो, 82 साल लाग्दैछ भोलिदेखि। आज न्यू इयर आज न्यू इयर इभ हो। 81 सालको अन्तिम अब रात भनौँ न, अन्तिम रात छ। साँच्चै नयाँ वर्षको शुभकामना सबैजनालाई चाहिँ ह्याप्पी न्यू इयर एडभान्समा भन्दै। अब भोलिको भिडियोको लागि चाहिँ प्रतीक्षा गर्नु होला। न्यू इयरमा हाम्रो के हुन्छ, नयाँ भिडियो के आउँछ हैन, त्यसको लागि चाहिँ एकदम रेडी भएर बस्नु होला हेर्नको लागि। आजको भिडियो यही थियो। सो सबैजनाले चाहिँ लाइक कमेन्ट सब्सक्राइब अनि सेयर पनि गर्न नबिर्सिनु होला भन्दै आजको भिडियोलाई यतिमै अन्त्य गर्छौँ। ल हस् त त्यतिन्जेलको लागि बाई बाई, लभ यु गाइज।